आज मेरो साथीको बिहामा जानु लाग्यो त्यही दुल्हन रेडी भएर बसिरहेको म खाली बुझ्नु nhiều rõ ràng đây हाम्रो स्याङ्जाली है क्या प्रणले चाहिँ बुझ्न नि उठ्नुपर्छ होला एकचोटि हामी रेडी हुँदै हुन्थ्यो कि आउँदा नि अहिले
मामो जरिया पुरे दम माठलो के तरी हानि के तल आगे आको भिसेल्दा दिदी जिस्काउँदैछ त्यसले आज दिदीको मेकअप बिग्रिन्छ भने भाइलाई टेन्सन भइसकेछ भाइको पालो सुईले Hello nè là दुलराजा त पुरा दुलराजा त मक्कै भएर आउनुहुन्छ खानु होला न त्यसलाई म ल एउटा भित्र एक्साइटेड भएर बसिरहेको छ होला एकदम मुसु मुसु हाल्दै आउनु हो दाइ चाहिँ आजको हाइलाइट एकदम शान्तिसँग झगडा नगरिकन झगडा भन्ने कुरा नराम्रो हो एउटा एक आपसले चाहिँ दुई वर्षदेखि एउटाले चाहिँ त्यता घमण्डी कामहरू कुराहरू भयो भने एउटाले सहायता गर्नु उनीहरूको जिन्दगी आजदेखि चाहिँ एकदमै लामो जिन्दगी चाहनु सदा सुखा होस् सानो दिन्छ भाग्य मान्नुहोस्
हो नर दाइ अब आउँदैन नि मैले उता गएपछि त तर दाइ भएन कि तपाईँले जुत्ता बाहिर खोल्नु पर्ने हो जाऊ 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 अहिले राम्रोसँग निकाल है त्यो मजा आउला जुत्ता पनि ल्याइदियो यिनीहरूले मामा हुन्छु न कुन Dress up change. Rani, uy, ready भएर निस्कियो निस्किँदै गाडी आउँछ कि लाने लाने सबै मेरो जुत्ता भन्नु ओ यता यता एकचोटि गलाई रानी रुन लाग्छ भाइ आउँदो हो गाडी मुसम्म हेर्न खोज खोइ त तपाईँको जुत्ता खोइ खोइ जुत्तै छैन जुत्तै छैन ल बाबा जुत्तै छैन जुत्ता माग्नु है मैले तपाईँ हिजै भनेको जुत्ता हेरौँ न मैले खोइ मेरो जुत्ता भोलिपर्सि भिनाले फेरि घुमाउन लान्छ क्या तिमीहरू यति सजिलो भिना पाएछ नि के बजिदियो पनि खमै त
हातर भयो कि अब उहाँ ट्याम्पो छोड्नुपर्छ अब त मान्नु पर्यो नि हाम्रो केटाहरू यो समाधान त पहिला यो समात्नु पर्छ कि पहिला ल अब समाधै किन भन्नु न दाइ लगाइदिनु पर्यो नि एउटा मात्रै लाउनेवाला दिनु सालीले चप्पा खुट्टा नउठाइ तैँले उठाउनु त्यसको लागि त पैसा हालेर थप्नु पर्यो नि Ué, dona Rita é aqui. हामी त जान पायो होला नि ल जारी जान्छ हाम्रो टोलमा आमाहरू हो दिनहरू चाहिँ दुलनको साथीहरू त्यही भएर म पनि Hỏi chứ mày đùa đấy bây giờ làm gì? Tay là tay. Ôi giời Digi con giúp trẻ. Digi, Lila là sao rồi à? Lo, con sao nói đi đâu? Lo tay tay ở chân nó biết, chân nó biết. Ôi chế. Lấy nó. सल्टिने त हेर्दा कति के बोक्ने मान्छे बिचारा 10 बजे ए ल ए रमेश कताको रमेश सुशील रमेश दाइको गाडीमा उ तीनजनालाई हाल्देऊ त पछाडि जाऊ त अनि अब बाइक हेलो क्यामेरा बोलाएको हामी चाहिँ यहाँ विन्ध्यवासिनी मन्दिर बधाई सोल्टी हाल्नु हेलो भान्जी संकल्प गर्नुपर्छ माथि So guys, officially बुढा र बुढी भइसक्यो अब चाहिँ यहाँ चाहिँ त्यहाँ भिड भएर हामी चाहिँ भित्र गएको थिएन कि ओ बुढा र बुढी फोटो कस्तो फिल भन्छ बुढा र बुढी भएर सुलेको साथीहरू यसरी छ यता बहिनी र बहिनी होला दा आउँदैछु फोन बोल्दै दुईजना हरायो हाम्रो कता गएको पनि यिनीहरू न यता आउँछ न हामी भित्र जान सक्छ है We are in Fasad guys. Vlog चाहिँ मैले बनाएको छु अनि
हुनुहुन्छ उहाँ दिदीहरू हुनुहुन्छ भित्र चाहिँ बजारहरू राखिसक्नुभयो यहाँ हामी छौँ आउनु वाउ गाइड्स मैले मेरो साथीलाई भेट्टाएँ स्कुल किन्न आएछ भनेको त यहाँ पाएर रहेछ त गाइड्स अनि कालो छ आज सेल सर्भिस हो क्या कहाँ बस्यो हामी त्यो चाहिँ कालो खैले आफ्नो बिहा कस्तो लागिरहेको नि भाइ आफ्नो बिहा कस्तो लागेछ म त अर्कैको बिहामा आएको अनि मेरो बिहामा यस्तो भयो यो बिहा बाँकी होइन Bye bye. 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 Bye.
राम्रोसँग बस ह्याप्पी म्यारिड लाइफ फेरि वान्स अगेन थ्याङ्क यू सो मच है भाषामा बोलाउने हामीले